हामी क्रुजबाट फर्किने क्रममा छौँ। सिटका गइसकेर सिटकातिर आयौँ। सिटकाबाट नि सकेर हामी भिक्टोरियातिर लाग्दैछौँ। डे 6 आज डे 6 हैन, डे 6 आज पुरै पानीमा सिटकादेखि भिक्टोरियासम्म। अब आज त्यता जान्छौँ, भोलि चाहिँ हामी भिक्टोरिया पुग्छौँ। दृश्य अहिले 6 बजेको छ। पर पुरा समुद्र पानी छ र हामी यो क्रुज सिपको 16औं तलामा छौँ, 15औं तलामा। यस्तो छ, हामी वाकिङ गर्दैछौँ। टेम्परेचर ठिक्क यतिको लुगाले भ्याउने छ, खासै त्यस्तो जाडो छैन भनौँ न। लेट्स गो टु वाकिङ। छैजौँ दिन कस्तो लागिरहेछ? छैजौँ दिन कस्तो लागिरहेछ? मस्ती भएको छ। आज धुम्म छ बाहिर, समुद्रमाथि मात्रै होइन रहेछ। हामी साँच्चै भन्दा पहिलोचोटि नै आइपुगेर टेनिस कोर्टमा चाहिँ। अनि यहाँ चाहिँ मर्मत पनि काम भइरहेको छ, मर्मत सम्हारको। धुम्म भएको छ, पानी पनि अलिअलि सिमसिम हो कि जस्तो छ। अघि राति पानी पनि पर्यो क्या र। बाहिरको त हालत यस्तो पो छ त आज त। अलास्कामा अलि जाडो भएको महसुस भयो। धुम्म पनि भएको छ, अलिअलि पानी पनि परेको छ। क्रुजमा खानेकुरा चाहिँ एकचोटि आउने अनि फलफुल लिएर जाने, अनि अर्को प्लेट लिएर आउने, अर्को कुरा लिएर आउने। 3-4 चोटि एकैचोटि खाने। खायो, बस्यो, घुम्यो। आज त झन् दिनभरि क्रुजमै हो, पानी त्यो भएर कामै छैन। यस्तै गर्दै बस्ने हो। फिफ्थ फ्लोरमा छौँ। यहाँ अब क्याप्टेन आउनेहरू तल क्याप्टेन आउने ठाउँमा अब हामी क्याप्टेन आउनुको लागि बसेर हेर्नलाई यहाँ आएका छौँ। पर ओसन भ्यू यस्तो दामी छैन स्टेडियममा। पुरा मान्छे बसिसकेका छन्। अब त्यहाँ 3वटा कुर्सी छन्। को आउने भने क्याप्टेन स्टेडियम। No brother day भन्दैछ। People at the bar, they're so excited. They're always excited. Wow! Look at that sitting ovation. And now I would like to bring to the stage the man who's responsible for taking care of all the hundreds of thousands of horses that move the ship through the water. Your chief engineer, everybody, all the way from the great country of Croatia, and he's a former world champion ballroom dancer. Yeah, that party's not true. And my boss on board the ship, the man that is in charge of the hotel operations, of food, entertainment, housekeeping, all the fun stuff on the ship. He is the master of those fun things. All the way from the country of Ireland, everybody. This is your hotel director, my boss, the Murphy. And the Murphy is indeed an Irish name. That's why my name is Murphy. भाइ हेर्ने कसको पाल ऊ गएको कि हामी गएको? अनि त्यो सर्छ त ए त्यो बाँधिराखेर चाहिँ कहाँबाट बिचरा। पुरा ग्रिनरी रहेछ। बसौँ न। मेरो फोन लिएको सबै।
Or sometimes there is a park ranger or a naturalist that goes out and has to physically catch the salmon. मेला छ घडी के चुरोट खात्रा गोत्रुक सबैभन्दा यहाँ चुरोट सस्तो लागेको मार्बोरोको एक कार्टनलाई $65 वानली कति सस्तो. Very good morning, ladies and gentlemen. We kindly ask for the following guests to please proceed to the guest service desk. हामी भिक्टोरिया क्यानाडामा आइपुग्न आँटेका छौँ. बिहान भइसकेको छ. क्यामेरा आफूसँग भएकोले होला आफ्नै मात्रै फोटो बढी आउँदो रहेछ. आफ्नो त के भन्नु तुलसाको बढी छ. खै अरू को कता कता हो देखिनु भएको छैन. 7 नाइट 8 डेजको अलास्का क्रुजको आज 7औं दिन. भिक्टोरिया घुमेपछि सकिन्छ. भोलि बिहान त हामीलाई सियाटलमा पुर्याएर छाडिहाल्छ. 6-7 बजे पुर्याउँछ होला. त्यसपछि हामीले खाजासाजा खाएर निस्किनुपर्छ. भिक्टोरिया क्यानाडा देखिन थालेको छ अलिअलि. ऊ पर सिसामा अलि घुर्मैलो देखिएको छ. हामी रमिता हेर्दैछौँ. अब केही बेरमै क्रुज सिप स्टप भएपछि हामी बाहिर निस्कन्छौँ. भिक्टोरिया क्यानाडा यो क्रुजको पार्किङवाला सबै पुरा पार्किङ छ क्रुजको बसको भिक्टोरिया. अब हामी भिक्टोरियामा जाँदैछौँ. लास्ट डे प्याकिङ फेरि रिप्याकिङ सुरु भयो. भोलि लास्ट डे. आज भरे पहिलोकासम्ममा हामीले लगेजहरू बाहिर राखिसक्नुपर्छ. अब हामीले स्पेसल लन्च छ अरे आज ब्रन्च 4th फ्लोर त्यतै जाँदैछौँ. सेकेन्ड लास्ट डे अफ क्रुज अ बिग ह्युज केक आलमन्ड डग विथ वासी. क्यानाडाको भिक्टोरिया प्रवेश गर्न आँटिसकेका छौँ हामीलाई. अब हामीलाई पासपोर्ट चाहिन्छ होला. के चाहिन्छ हेरौँ. क्यानाडा भइसक्यो फोटो. डाउनटाउन भिक्टोरिया थ्याङ्क यू. हामी डाउनटाउन भिक्टोरियातिर जाँदैछौँ. अमरजीहरू र हरिजीहरू आउँदै हुनुहुन्छ. प्रकाशबारी सञ्चिता गएको केही बेर भयो. यति बेला भने हामी सबै अलग अलग भएछौँ आफ्नै तालमा. खास म चाहिँ वाइफाई खोजेर भिडियो अपलोड गर्नु पर्यो युट्युबमा भनेर वाइफाई खोज्न गएको. भरे सबैजना छुट्नु भयो. न हामीले वाइफाई भेट्यौँ न साथीहरू. निकै बेर हामी अलमलमा पऱ्यौँ. फुलमा भिक्टोरिया क्यानाडा लेखेको छ. परसम्म एकदम फुल राम्रो फुलेको छ र भिक्टोरिया क्यानाडा लेखेको छ. अनि त्यो सीपोर्ट यो भयो. यता बोटहरू छन्. यता डाउनटाउन देखिरहेको छ एकदम धुमधाम धडका राम्रो छ. हामी अलास्का क्रुज सिपबाट गएको. आज 7औं दिन भिक्टोरिया क्यानाडामा आइपुगेका छौँ. अनि यो साइन छ क्यानाडा भिक्टोरिया. कस्तो लाग्यो? राम्रो छ. तर यहाँ फोटो खिच्न लाग्यो. आहा लाउरे फुल रोज. यो त नेपालकै जस्तो फुल हो. यो कुनै त यो है यो 2-4 फुल त नेपालकै जस्तो छ. यस्तो राम्रो. कोलम्बियाको एउटा सानो आइल्यान्ड यो भिक्टोरिया साह्रै सुन्दर रहेछ. ब्रिटिस कोलम्बिया धेरै ठुलो स्टेट छ. हामी पहिले अल्बर्टा क्यानाडा गएको बेला टच गरेका थियौँ. तर आज चाहिँ यहीँ आइपुग्यो. एकदम राम्रो छ. सफा सुग्घर सबै छ. टुरिस्ट एरिया हो. पर्यटकहरू टन्न आउने ठाउँ. एकदम राम्रो फुलले ढकमक्क भएको रहेछ. राम्रो छ. ब्रिटिस कोलम्बियाको भिक्टोरिया. अब चाहिँ हामी भिक्टोरियाको डाउनटाउनतिर प्रवेश गर्दैछौँ. यहाँ मान्छेले पनि बग्गीले जस्तो घुडाउने तानेर अगाडि गर्ने हुँदो रहेछ. मान्छे राख्ने अगाडि घोडाले ताने जस्तो मान्छेले तान्ने. त्यहाँ पर त्यस्तै छ अलिकति. अघि नै त कुदाएर लगिरहेको थियो. त्यो पनि देखिँदै थियो. यो चाहिँ डाउनटाउन साह्रै राम्रो छ. सुन्दर. आहा जता पनि बसौँ लाग्ने होइन. हेरौँ लाग्ने. कति आनन्दको ठाउँमा हरियाली यस्तो सुन्दर. अब हामी कफी सप बस्छौँ. तुलसा र म हिँड्दै निकै ओर आइसक्यौँ. अब हरिजी र अमरजीहरूले भेट्ने सम्भावना बनाएपछि उहाँहरूले चाहिँ डबल डेक बस बिग बस लिनुभएछ.
अनि यहाँ आउनुभएको रहेछ, यहीँ भेट भयो हाम्रो। हामी हिँड्दा आएको, उहाँहरू बसमा आएर उत्रेर सपिङमा हुनुहुँदो रहेछ, यहीँ भेट भयो। अब प्रकाश भाइ र सञ्जिता कता अब खोज्न बाँकी नै छ। अब चाइना टाउन हामी यो भिक्टोरियाको चाइना टाउन हिँडेर जाने भनेको 11 मिनट लाग्ने रहेछ। के गर्ने हो थाहा छैन। लुङ्गा आयल हो हराउँदै छोडिदिनुपर्छ क्या। हामी भिक्टोरियाको चाइना बजार जाँदैछौँ। चाइना टाउन हामी उतै जाउँ, जाउँ यतै हो। यो चाहिँ भिक्टोरिया क्यानाडाको चाइना टाउन। भिक्टोरिया क्यानाडाको चाइना टाउन हो यो। भिक्टोरियाको चाइना टाउन खासै राम्रो लागेन, खासै हेर्न लायकको कुरा देखिएन। त्यसपछि हामी फेरि यता पानी भएको ठाउँतिर आयौँ रमित हेर्न। रमाइलो छ, फोटोसोटो खिच्ने कामहरू भइरहेछन्। राम्रो बनाएको आर्टिफिसियल होइन, यो त रियल प्लान्ट हो। रियल प्लान्टले बनाएको माछा, दुईटा माछा, फुल यस्तो राम्रो फुलबारी छैन। दामी यो त सुर्ती रहेछ नि, सुर्तीको फुल हो। यता माछाको पुच्छर यहाँसम्म छ। कति धेरै फुल भनेको आमामा, यो होटलको गेटमा यस्तो फुल छ। आमामा फुलै फुल यति शानदार छ, कस्तो राम्रो। ल यो चाहिँ क्यानाडाको यो संसद भवन जस्तै छ भिक्टोरियाको। यस्तो ठुलो राम्रो छ, आर्टिफिसियल एकदम आर्टिस्टिक छ। यो ठुलै सरकारी बिल्डिङ हुनुपर्छ, यस्तो राम्रो छ क्यानाडा। यो छ द सर्भिस अफ द प्लेस भन्ने छ। भिक्टोरियामा जता सुकै फुलै फुल, फुलै फुल देखिन्छ। यता फुल, उता फुल, फुलै फुल। मान्छेले पनि बगी तान्ने रहेछ घोडाले जस्तो गरी। त्यहाँ तानेर उता गए दुईजना। प्रकाश भाइसँग कुरा भएको थियो, उहाँहरू त स्याउ टिपेर खान थाल्नुभयो अरे। कता भेटियो भन्दै हुनुहुन्थ्यो, कता पुग्नुभएछ। अब हिँड्दै हामी पनि फर्किन्छौँ, उहाँहरू नि हिँड्दै।